हेलो युट्युब फ्यामिली सबैजनालाई नमस्ते वेलकम छ हजुरहरु सबैलाई हाम्रो जेकेएल ब्लग 7 मा हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला म पनि हजुरको जेकेएल 7 सन्चै आरामै छु हजुरहरु जुनसुकै ठाउँमा हुनुहोस् हाम्रो देश परदेश गाउँ हिमाल पहाड तराई हजुर सधैँ मस्त व्यस्त सुखी खुसी रहनु होला मेरो यही कामना छ आजको हाम्रो न्यू डे न्यू ब्लगमा हजुर सबैलाई वेलकम फेरि पनि एकचोटी स्वागत छ हजुरहरुलाई आज मेरो ब्लग बन्दैछ घरबाट आज घरमा अब के हुन्छ आज घरमा के हुन्छ भन्ने कुरा यो भिडियोमा देखाउँछु म हजुरहरुलाई त्यही त त्यस्तो खासै त केही छैन त्यही पनि ब्लग गर्न सिक्दै छु बिस्तारै सिक्दै जाने हो हामीले केही कुरा पनि सिक्दै जाने हो बिस्तारै स्टेप बाइ स्टेप माथि चढ्दै जाने हो भन्ने लाग्छ मलाई आजभोलि मैले हजुरलाई इन्टरटेनमेन्ट खासै दिन सकेको छैन मेरो मेन ब्लगको क्यारेक्टर भनेको इन्टरटेनमेन्ट हो तर त्यो इन्टरटेनमेन्ट मैले गराउन सकिरहेको छैन हजुरलाई अब केही दिनमा आउँछ त्यो सबैजनालाई खुसी राख्ने मेरो धोका छ मन छ सबैजना खुसी भएर हाँसी एकछिन थकाइ दिनभरि काम गरेर आएको शरीर एकछिन मेरो ब्लग हेरेर हजुरहरूको थकाइ मरोस् हाँसो आओस् त्यो मुहारमा भन्ने चाहन्छु त्यही हो अब कहाँ चढो आयो कि कहाँबाट आयो यसले चढा घोल बन्दै रहेछ त्यही हो अब गाउँमा त कस्तो मजा आउँछ हजुरहरु गाउँबाट हुनुहुन्छ भन्ने यो सबैलाई थाहा छ गाउँमा त कति शान्त हुन्छ चराचुरुङ्गीको आवाज त्यस्तै खोला नालाको आवाज त्यस्तै बिहान उड्ने बित्तिकै शान्त वातावरण हुन्छ हाम्रो गाउँमा अनि गाउँको वातावरणै अर्कै हुन्छ भाइबै छुट्टै हुन्छ गाउँमा हाम्रो बोलीचाली वेशभूषा रहनसहन खानपिन त्यस्तै मजाको हुन्छ तर सहरमा आएपछि हामीले गाउँभन्दा के अर्कै हुन्छ किनकि यहाँ गाडीको आवाज आउँछ बिहानै उड्ने बित्तिकै गाडीको घुँ आवाज आउँछ अनि त्यही हो आज चाहिँ चरा बोलेका छन् है पछाडि आज चरा बोलेका छन् आज सुनेको मैले सहरमा आएर चरा बोलेको कहाँमा हाम्रो टेप्ले पनि बोल्न छ अनि कहाँ अब त्यस्तै अब यो मेरो घर हो म घरको छतमा छु अहिले अब यहाँबाट रोड छ हाम्रो घरमा यताबाट साइडबाट रोड छ अनि यस्तै भ्यू हो यो मेरो घरको वरपर यस्तै छ क्या यस्तै उ त्यहाँ मिल हो यो चाहिँ मिल हो यो चाहिँ हाम्रो आन्टी घर हो यस्तो छ यस्तो माथि घर बनाउनु छ हाम्रो बनेको छैन अब बन्छ यो छिटै नै बन्ने होला छ त्यस्तै हो हजुरहरु त्यही हिजो त अब हल्का रमाइलो कसरी गर्ने भन्ने कुरा म खोलिरहेको छु क्या अब त्यही हो आज हाम्रो आँप पनि लास्ट फलेछ के उ हेर्नु न हजुरहरूलाई आँप धेरै फलेछ योपालि आँप खान मजा आउने वाला छ अब हजुर दाजुभाइ अब नजिक भएसँगै आँप खान्थे त्यो आँपलाई थिचेर अचार बनाएर खान कति मजा आउँछ त्यही हो आज ब्लग भनेको घरमा म खाना बनाउन लाग्छु मासु बनाउँदैछु आज मेरो घरमा बल्ल आज एक हप्तापछि मैले भान्साको ढोका खोलेँ के यो भान्साको ढोका खोलेँ मैले एक हप्तापछि एक हप्तासम्म मैले यताउति खाएँ के बढी त म विवेक दाइकै घरमा जाने के विवेक दाइले आइज त भाइ यहीँ खाउँ भन्नुहुन्छ एक्लै छस् अनि कति कहाँ आफ्नो घरमा बनाउँछस् एक्लै छस् अनि मेरो घर खाउँ भन्छ अनि त्यहीँ जाने खाने हो के अरू दिन आज चाहिँ भएन दादा आज हाम्रो घरमा खाने आउनुहोस् भने अनि टक्क अब आधा केजी मासु ल्याएको छु मैले यहाँनिर यस्तो छ क्या अनि ऊ भाइलाई पनि बोलाएँ मैले यसले लसुन ससुन छिल्छ नि त अनि यसले मसला पिस्छ अनि मासु चाहिँ आज दादाले बनाउँछ नि विवेक दाइले किनकि मैले अस्ति दाइको घरमा गएर खसीको मासु खासै मिठो बनाउन सकेन त्यही भएर विवेक दाइले फोन गरेर भन्नुभएको छ भाइ मासु म बनाउँछु त भात बसाएर राख मसला रेडी गरी राख मासु बनाउने काम मेरो भन्दै हुनुहुन्छ अनि आज दाइ भाइ चट्टा आज हाम्रो घरमा खाना खाने के मेरो भान्सा कस्तो लथालिङ छ के यही हो के यस्तै भान्सा मेरो यो हो अनि यो मेरो भाइ भइहाल्यो ऊ त्यो घरको भाइ हो क्या यो ऊ त्यो घरको भाइ हो त्यही हो घरमा नारी नभएपछि यस्तै हो के घरको हालत नारी बिना घर नै नारीको भर नै भन्ने कुरा यही हो के नारी नभएपछि घरमा मजा आउँदैन घरको सरसफाइ नै हुँदैन के खल्लो हुन्छ कि नारी बिनाको घर कस्तो अर्कै हुन्छ अनि नारीको भर पनि हुँदैन है यो कुरा पनि ख्याल गर्नु पर्यो हजुरहरूले
नारीको भर पनि हुँदैन, नारी बिनाको घर पनि हुँदैन। अब त्यो विवेक कति बेला आउँछ अनि त्यो मासु बनाउँछु खान्छु। अब त्यही हो आजको भ्लग। के कस्तो हुन्छ, म एक्लै हुन्छु अनि यो भान्सा खोल्दैन के। मैले 1 हप्ता भइसक्यो भान्साको दोकान खोलेको। बाहिर खाने, कहिले चाउमिन खाएर सुत्दिने, कहिले मोमो खाएर सुत्दिने, यस्तै दिन बिताएछ क्या। एक्लै भएपछि यही हो, घरमा खाना बनाउने मनै नलाग्ने। आजभोलि हल्का दुब्ला हुन्छु म, त्यही हजुरहरूलाई पनि थाहा छ। एक्लै भएपछि खाना बनाउने मनै लाग्दैन, बनाइहाले पनि खाने मन लाग्दैन क्या मलाई त, यस्तै हुन्छ क्या। तर हजुरहरू सबै खाना खाने गर्नु होला। यो जवान युवा, एउटा जवान युवा जवानीमा खाना नखाएपछि हामीलाई धेरै घाटा लाग्छ। पछि भोलिका दिनमा गएर हाम्रो कमजोरी पर्छ, हामीलाई कमजोर हुन्छौँ हामी। त्यही भएर खाना चाहिँ खाने गर्नु पऱ्यो, सबैजना मिलेर बस्नु पऱ्यो। अब म भ्लग त्यो विवेक आएपछि बनाउँछु। त्यो बाहुन आएपछि यस्तो फन्नी छ मेरो दाइ विवेक दाइ। बवाल मलाई सपोर्ट गर्छ, माया गर्छ। अब अहिलेलाई त्यो विवेक दाइ आउँछ, त्यसलाई आएको देखाउँछु म है। किन रुँदैछ यहाँ हेर त, रोइरहेको छ कि ऊ भाइले मासु बनाउनु लाग्छ नि त दाइ भाइ। त्यही भएर टक्क अब प्याज काट्दैछ। अनि प्याज काट्ने बेला प्याजले साह्रै नआउने, प्याज भनेको निष्ठुरी हो कि, लास्ट रोइदिन्छ, जसलाई पनि रोइदिन्छ। अब म चाहिँ यहाँ टक्क चामल केलाउँदै, घरबाट ल्याएको चामल, अर्ग्यानिक चामल आजसम्म ल्याएको छ हो। टक्क चामल भएको बिहाहरू हुन्छन् नि त, बिहा भन्न आउनु भयो हो। यति नै बिहा टिप्दा छु बड्डा हो। हाम्रो डडेलधुरी भाषामा भ्लग बनाउने मन छ मलाई के। कस्तो होला भाइ डडेलधुरी भाषामा भ्लग बनाएर? दादा बाहुन माटोक्ने पनि पुग्यो। टक्क भ्लग बनाइरहेको छौँ यहाँनिर। दादा माथि आउनु न दादा। कमेन्ट दाइ पनि ठ्याक्क मैले भ्लग स्टार्ट गरेको बेला आयो। दादा वेलकम छ हजुरलाई, थ्याङ्क यू। के भन्नुहुन्छ? अनि त्यो भाइलाई बोलाएको नि दादा काम गर्नलाई हुन्छ भनेर। ल एकछिन भोग गरेर आयुष्मान भयो भन्नु न। आयुष्मान भयो, भाग्यमानी हुनु, ठुलो मान्छे बन्नु। मासला किस गरेर पसिना गर्न आयो, पसिना दादा घरमा कति खाने दिनकै भनेर यहाँ खाएको नि। मसला पिसा छैन कि त्यो भाइले। तपाईँ रेस्ट गर्नु त जानु, सुत्नु त। कोडाम सुत्नु जानु, पछि भुन्ने बेला बोलाउनुलाई अहिले मसला सुसला के भएको छैन। मासु ल्याएको छौँ, मसला सुसला केही भएको छैन कि दादा। भात पनि पाएको छैन कि, तपाईँलाई गर्मी हुन्छ कि। एकछिन आउनु न, तल्लोबाट चलाउनु। आज दादाले पकाउने रे। अस्ति मैले खसीको मासु मिठो बनाइनँ, त्यही दादाको 500 मिल खान थाल्दै क्या। 500 को मासु लैजानु भयो, अनि मिठो पनि बनाइन। तर आज चिकन चाहिँ दादाले आफै बनाउने कुरा गर्दै हुनुहुन्छ। यस्तो मिहिनेती मान्छे, एकदम मिहिनेती हो यो बाहुन माटोक्ने। अब बाहुनका छोरा लास्ट काम गर्ने मिहिनेत पढाइमा पनि त्यस्तै हुन्छन्। देश कसले चलाएको भन्नु न, त्यो माटोले बाहुनहरूले चलाएको देश होइन यो। अनि जीवनलाई कसले चलाएको भन्नु न, यो बाहुन टोक्नेले के। ग्यास सकियो र होइन, त्यो हावा घामले लाग्ने हो कि दादा। ह्यान्डसम बोय आएर यहाँ मासु बनाउँछ। अब यसको बनाएको मासु खान्छ, दादाले बनाएको मासु खानुपर्छ हाम्रो टक्क। त्यही आज हाम्रो भ्लग यस्तै हो कि, घर भान्साको भ्लग हो क्या। त्यही हो। मेरो त चामल पनि सकियो। कोही पैसा पठाइदिने मैले पठाइदियो घरैमा। मम्मी पैसा पठाइदियो है, पैसा सक्यो, चामल पनि सक्यो। मम्मी यहाँ हेर, मम्मी यहाँ हेर, चामल पनि सक्यो। चामल पनि सक्यो मम्मी। अनि के खाने अब मैले, त्यही भएर पैसा पठाइदिनु होला भन्न चाहन्छु। त्यही हो, त्यस्तै हो। आज खाना पकाएको, चामल उलिसक्यो। त्यही भएर के टक्क चामल केलाएर आएको क्या। यस्तरी चामल केलाउने कि यहाँ भएको बिहा टिप्नुपर्छ कि हजुर। अनि यो मेरो भाइ पनि एकदम राम्रो मान्छे कि, काम गर्छ, मलाई हेल्प गर्नलाई बोलाउँछ नि। मेरो डान्स हेर्ने हजुर टिकटकमा देखाइदियो त। खै देखा त। यो हेर्नुहोस् त, यो को नाच्ने, यो बेउडो यो गर्दै झिमझिम मासु मुटिम गर्दै। सबै जेकेएल भ्लग 7 छ है दाजुभाइहरू टिकटकमा हाल्छ जेकेएल यो डान्स
हेर्नु नि दादाहरू मेरो भिडियो हेर्दै हुनुहुन्छ कसरी वाह बिग फ्यान है सही चलली बिग फ्यान सर बिग फ्यान त्यस्तो बिल्ला नाच्नु नि दादा यसोमा त नाचिन्छ म त्यो बिल्ला ल फर्स्ट ब्रेक लगाएन यार यस्तो हो क्या मेरो डान्स क्यामराम्यान यो भाइ खतरा डान्स हानिदिन्छु मैले के रमाइलो आज रमाइलो ए हो मरिलानु के छ 2 दिनको जिन्दगी हो दाजुभाइ बस्ने हो रमाउने हो माया पिरती हुने यही हो हाम्रो माया भनेको के हो यही हो दाजुभाइ भेट्ने खाने रमाउने अनि कहिलेकाहीँ यसो रमाइलो पनि गर्नुपर्छ हजुरहरू पनि कहिले साथीभाइ भेट्नु होला सानोतिनो राम्रो नराम्रो जस्तो हुन्छ बनाएर खानु होला होइन दादा त्यही हो माया भने त्यही त हो नि साथीभाइ भेट्ने थोरै खाने सानो मसिनो जस्तो हुन्छ साथीभाइ भेट्ने दाजुभाइ भेट्ने त्यही हो त्यस्तै हो लाइफ भने भेट्ने रमाइलो गर्ने खाने रमाउने कुरा गर्ने त्यही हो अब भात खाने बेला देखाउँछु म है हजुरहरूलाई मासु देखाउनु न त मासु कुखुराको हो है आज त खसीको छैन अब खसीको खुवाउने मालिक कुखुराको खुवाउने यो मालिक कुखुराको खुवाउने म हो खसी खुवाउने दाइ हो के पैसै छैन खसी खुवाउनलाई कहाँबाट खसी खुवाउँछु यो बाबुलाई यसलाई कुखुरा खुवाउने हो क्या ल अहिले खाना खाने बेला हुन्छ हो जाँदैछ हाम्रो भाइ जिम गर्ने हो त्यही भएर म पनि जिम के कस्तो हुन्छ मेरो पनि भुँडी बढेको छ मैले पनि जानुपर्ने हो क्या भुँडी प्याकवालो छु नि त म त्यहाँ जानुपर्ने मैले पनि जिम अनि भाइ जान्छ के कस्तो हुन्छ त्यहाँ होइन बुझिरहेको छ अनि म पनि जान्छु अनि यो पनि जान्छ होइन यो पनि जान्छ हामी 3जना त्यहाँ गएर जाने भनेको प्याक बनाउने भनेको अनि हामीले पनि खेल्नु परेन होइन भाइ त्यही हो अब खाएको भिडियो बनाउला हजुरलाई मनोरञ्जन त्यहाँनिर भने बिर्स्यो के दिमाग त लग्यो सब कसले लग्यो तर थाहा छैन लग्यो कहीँ राँड के बोल्या के कसले लग्यो कहिले लग्यो होइन अनि ठ्याक्क त्यो दाइ घडी बिर्स्यो क्या हाम्रो विवेक दाइले घडी बिर्स्याएको छ त्यसको घडी पनि दिनु जानु छ मैले चौरा अनि जिमनिर पनि जान म के कस्तो हुन्छ आज भनेर त्यो आजको भिडियो पनि धेरै लामो भइसक्यो हामीले त्यही भान्सामा खानासाना बनाएको अनि माछा पकाएको खाना खाएको बनाएको थिएँ त्यो पनि धेरै लामो भइसक्यो 14-15 मिनट भइसक्यो हजुरहरूलाई लामो भिडियो हेर्नु पनि झ्याउ लाग्छ होला त्यति हाम्रो भिडियोमा इन्टरटेनमेन्ट रमाइलो फन्नी टाइपको पनि केही छैन त्यो म भित्र फन्नी भएको निकाल्न नै सकिरहेको छैन अब निस्किन्छ बिस्तारै नै त्यही अब आजको भिडियो पनि यहीँ समाप्त गर्छौँ अब आज यहीँ एन्ड गर्नुपर्ने हुन्छ आजको फिल्म बनाउनु न हाम्रो 15 मिनटको फिल्म यहीँ समाप्त हुन्छ अब त्यही हो सबैजनाले माया गरिदिनुहुन्छ माया गरिदिइराख्नु भएको छ सबैले मेरो ब्लग हेरिदिइराख्नु भएको छ यसरी नै माया गरिदिइराख्नु होला सबै साथ सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हजुरहरूबाट धेरै धेरै मायाको अपेक्षा राखेको छु हजुरलाई धेरै धेरै धन्यवाद अनि धेरै धेरै माया छ त्यही हो भाइ त भन्नु लाइक सब्सक्राइब कमेन्ट भाइले पनि भन्यो लाइक सेयर कमेन्ट सब्सक्राइबर अनि तँ पनि भन्न लाइक सेयर सब्सक्राइब गरिदिनु होला त्यही हो सबैजना अब हजुरको मायाले नै हामी अगाडि बढ्ने नै हाम्रो एउटा ब्लगको जर्नी हजुरहरूको माया साथ सपोर्टले नै अगाडि बढ्ने हाम्रो युट्युब फ्यामिलीले गर्दा हामी एउटा लेभलमा जाने हो अब हजुरले सधैँ माया गरिदिनु होला भन्दै आजको ब्लग यहाँ समाप्त हुन्छ धन्यवाद बाई बाई टाटा ल बाई बाई गर्छु बाई बाई गरिदिनु त भने